Hello everyone, good morning and welcome back to my channel. हजुरहरुलाई फेरि पनि मेरो च्यानलमा स्वागत छ। अनि यो भिडियो चाहिँ मेरो 26 अक्टोबरको हो। हजुरहरुले मेरो थम्बनेल अनि टाइटल हेरेर त थाहा पाइसक्नु भयो मेरो भिडियो के को छ आज भनेर। हामी चाहिँ आज जाँदै छौं शौर्यवीर रन फर इन्डिया म्याराथन छ अनि जसमा चाहिँ 21 किलोमिटर 10 किलोमिटर अनि 5 अनि हामी चाहिँ छौं 3 किलोमिटरमा। त्यसको लागि चाहिँ हामी जाँदै छौं। बिहानको लगभग हामी 5:30 तिर निस्केको, राम्रोसँग उज्यालो पनि भएको छैन। हामी चाहिँ अहिले जाँदै छौं अनि मेरो चाहिँ फर्स्ट एक्सपिरियन्स थियो म्याराथनको। यस्तो दामी हुँदो रहेछ, यस्तो मजा आयो। अहिले चाहिँ हामी गाडीबाट निस्केर जाँदै छौं। यहाँनिर अगाडि कति चाहिँ हाम्रो यो पिङ्क अनि यो कलर लगाउने चाहिँ हाम्रो पल्टनको पार्टी हो। यता अरू छ कति धेरै छ। हाई हाई गर्ल्स, हामी चाहिँ जाँदैछौँ। दिदीहरू अगाडि जानुभयो क्या। मलाई पनि त्यस्तै लाउनु मन लागिरहेको थियो। मलाई पनि यस्तो सर्ट्स लाउनु मन लागिरहेको थियो। यो चाहिँ के को उयो लागेको रहेछ नि, स्टलहरू जस्तै ब्याज काउन्टर। ए भर्खर लिँदैछ है त्यो। हामी यहीँ राख्नु पर्थ्यो नि त। अहिले एकैचोटि है। त यस्तो रमाइलो छ यहाँको माहौल। बिहानको 6 पनि बजेको छैन राम्रोसँग। ओहो के उ यस्तो पनि छ हो। यस्तोहरू पनि छ त बहिनी, हेर्नु न के हो यो। खिच्नुपर्छ कि। अनि यो स्टल पनि आफ्नो आफ्नो यसको लागि छ के हो यो। ए यो त उसको रहेछ, के सप्लिमेन्ट्रीहरू बेच्ने खालको पो रहेछ के हो। बुस्टर पावरहरू पो रहेछ त, प्रोटिनहरू रहेछ। रमाइलो रहेछ झन्डै न, खुब रमाइलो रहेछ, राम्रो लागेछ। आमा यो चाहिँ के हो यस्तो। उता लेखिरहेछ दाम हो कहाँ खानु। आमा रनिङ गर्नु त होइन यहाँ पो, पछि त यहाँ पो। ओ कस्तो मिठो स्मेल आएको। अनि वाह सुबह सुबह क्या है ये सब। यहाँ लेखेको रहेछ नि त मेन्यु यहाँ रहेछ। के लेखेको छ त्यसमा, इन्डियन आर्मी। कस्तो दामी बेलुन। ए गयो त, जाऊँ न जाऊँ, अलिक छिटो जाऊँ। भागो भागो आजाऊ। यहाँ चाहिँ हट बेलुन यहाँ उडाउनु लाग्छ हामी। बाफरे यति धेरै मान्छे छ, यति क्राउड छ। आमामा यो सब खै है जोगरहरू पनि रहेछ। त यहाँ चाहिँ रियान पनि छ, रियान पनि भाग्ने हो आज। नाच्नु नाच्नु जाने होइन वार्मअप सबै त नाचेको रहेछ। नाचेकै छ नि त त्यहाँ। त्यहाँ चाहिँ वार्मअप हुँदैछ अब। यता हाम्रो बहिनीहरू यता दिदीहरू सब रेडी छ। काट गर पर किन जानु पर्यो त। नाच्नु नाच्नु। यहाँ चाहिँ दिदीहरू यहाँ फन यहाँ एकदम नाच्नु हुँदैछ। नाच्नु नाच्नु यहाँ आउनु। दामी दामी ल। तर कस्तो राम्रो देखिन्छ कलर।
3 किलोमिटरको हो अहिले एकछिनमा यहाँ हाम्रो बुढाहरू छ कि भनेर माथि हामी चाहिँ यति छौँ। यो चाहिँ हामी हाम्रो पल्टनको दिदीबहिनी पार्टी भन्ने थियो। हामी चाहिँ यहाँ घुमेको आधा घन्टाभन्दा बेसी भइसक्यो। यस्तो रमाइलो माहौल छ, सब आफ्नो आफ्नो सुरमा चाहिँ। ए फर्स्ट हुनुपर्छ है आज। यस्तो रमाइलो छ, यति रमाइलो छ। हाई हाई। अब चाहिँ अघि चाहिँ 10 किलोमिटरको कुदिसक्यो अनि अब 5 को छ अनि 5 किलोमिटरको बादमा चाहिँ हाम्रो छ अरे। हामी चाहिँ चिया पिएर अब हो यहाँ डान्सहरू हुँदैछ अनि त्यो हेर्न जाँदैछ। कस्तो दामी डान्स हुँदै थियो त्यहाँ। हामी चाहिँ चिया पिएर आउँदा आउँदा चाहिँ सकिएछ। के गर्नु खोजेको फोटो पनि त हामीहरू सबैजना रेडी भइरहेको छ कुद्नुको लागि। सबैजना यो चाहिँ षड्यन्त्रले अर्गनाइज गरेको रहेछ। आज चाहिँ हामी सबैजना रेडी भइरहेको छ। अरुणा बहिनी त अगाडि हेर्नु होला। हामी चाहिँ खासमा चाहिँ ड्रेस छ यो हो, तर हाम्रो पल्टनले हामीलाई फ्रीमा दिइसक्यो। पिङ्क बनाएको Are you ready? Are you ready? आन्टी म पनि यही गर्ने। अब चाहिँ हामी यहाँ 3 किलोमिटरको लागि यहाँ रेडी छौँ, तर यहाँ जानु दिएको छैन, टाइम भएको छैन। यो राम्रो यस्तो साइडमा सबैले ल लु 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 बनाऊ ल। दामी दामी ल। अब फर्स्ट दामी दामी देखियो। गोरो भएर के गोरो कस्तो राम्रो देखियो। कस्तो राम्रो देखियो, कस्तो राम्रो देखियो। तर हेर न सबैले
गर्नु आर यु रेडी रेन्डी यस ल एकछिन ल ल ओइ रेडी छ बोइजहरु सुशील ओइ सुशील रेडी किन यस्तो गरी रेडी के छ ओइ अब चाहिँ लगभग रेडी भइसक्यो यहाँनिर अब चाहिँ टाइम पनि हुन लाग्यो दिदी फर्स्ट आउने है आज यहाँ छ हाम्रो फर्स्ट आउने बहिनीहरू चाहिँ पक्कै पनि होला यहाँ 2 जना छ अगाडि अब चाहिँ हामीलाई जान दिएको छैन अनि अब चाहिँ दिन्छ होला सायद टाइम हुन लाग्छ सौरभी रन फर इन्डिया हामीले पनि यो टी सर्ट त पाएको छौँ तर लगाइनौँ हामीलाई किनभने हाम्रो अलग्गै छ यो स्पेसल हो फेरि हामीलाई नदेखाउनु त्यता पछाडि यो देखाउन पाइ कति धेरै भेट बस्यो हेर्नु त पछि हेर्नु त ठिकै भएछ नि हामी चाहिँ यहाँ सबभन्दा अगाडि बसेको छौँ यति क्राउड अहिले त यति बेसी भयो है सब 3 किलोमिटरबाट हेलो ल भन भन नि त अल्ठुलो बोला नि त लाइक एन्ड सब्स्क्राइब थ्याङ्क यू मेरो बाबु युबिनले जहिले भन्छ लाइक एन्ड सब्स्क्राइब गरिदिनु अरे सन्जु आन्टीको च्यानल भन है रेडी फर रन यस Are you ready? Yes! How's the Josh? Yes! How's the Josh? Yes! Okay, once again. Jai Hind! Jai Hind! Jai Hind! Jai Hind! Jai Hind! चलो चलो आगे दौडो स्टार्टिङ पोइन्ट त उयो हो नि त यो चाहिँ हामी यहाँबाट जाँदैछौँ स्टार्टिङ पोइन्ट चाहिँ त्यहाँ अगाडि छ छोड दो यिनीहरू छोडेकै छैन बिस्तारै कुद्नु बिस्तारै ल बिस्तारै पछि गयो हामी यो चाहिँ स्टार्ट पोइन्ट यहाँ Oh my god! राम यति दुगुरेको यस्तो सास फुले है हिँड्दैछु अरू दुगुरिँदैछ हो यो चाहिँ हामीसँगै 3 किलोमिटरको हो यता गएर नि उनीहरू फर्किसक्यो हामी चाहिँ भर्खर जाँदैछौँ सुशील गुड जा राम्रो मेरा बाबू भी गया इस साइड से राउंड में हाँ राउंड में घूमना इस साइड से हजुर अच्छा यहाँबाट यस्तो राउन्ड गोल चक्कर लगाउनु पर्ने रहेछ हामी यता छौँ अरू चाहिँ यहाँ फर्किँदैछ केशव निशान ल छिटो यिनीहरू फर्किसक्यो हामी यता जाँदैछौँ भर्खर गौरव यहाँ मेरो दामी ल छिटो मेरो नि गइसक्यो ल छिटो त्यहाँ आउँदैछ मेरो छोरा चाहिँ वापस आइसक्यो गुड दामी ल छिटो म त झन् सबैभन्दा पछाडि छु मलाई सबले छोडिसक्यो अन्जिल छिटो जाऊ भागो अझै अगाडि रेन्ड्री छिटो ल हाम्रो दिदी त्यहाँ हुनुहुन्छ छ
26 दिदी ल छिटो छिटो ल आउँदैछु छिटो छिटो ल खै अरू गइसक्यो अगाडि नि दामी दामी ल छिटो छिटो त्यहाँबाट आउँदा मात्रै कुदे केटीहरू चाहिँ ल ल ल छिटो छिटो बाई बाई ओ माई गॉड ल जल्दी बाई बाई अरू चाहिँ सबै दिदी सब पहिले गइसक्यो है यहाँ चाहिँ 3 किलोमिटरको चाहिँ हाम्रो चाहिँ युटर्न लगाउने ठाउँ म चाहिँ बल्ल आइपुगेको छु यहाँनिर ओहो गाइज म पनि अहिले चाहिँ युटर्न लिएर आइसकेँ यहाँ अझै धेरै नै जानु हुँदैछ म चाहिँ कुदेको छुइनँ यत्तिकै वकिङ मात्र गर्दैछु यस्तो हुँदैछ है हाम्रो सौर्यवीर रन फर इन्डिया वकिङ म झन् सबैभन्दा लास्टमा थिएँ यहाँ दिदीहरूलाई भेटेर यहाँ गफ गर्दै हिँड्दैछु छिटो भन्दैछ ओ माई गॉड बल्ल बल्ल आइपुग्यो झन्डै कति लाग्यो दिदी 20-25 मिनट कि आधा घन्टै लाग्यो होला बल्ल फिनिसिङ पोइन्ट यिनीहरू 21 किलोमिटरकोहरू पनि अघि छोडेको कति बेला भर्खर आइपुग्दैछ के धुलो 21 अरे राम्रो 3 किलोमिटर गाह्रो छ हाम्रो यस्तो पसिना भयो हामी चाहिँ आइपुग्यौँ फिनिसिङ पोइन्ट बल्ल ल फिनिस हुन लागिसक्यो क्यामेरा पनि पकाउन मन लागेन ल है ल फिनिसिङ हान्ने भयो अब फिनिसिङ लेलु थ्याङ्क यू अब चाहिँ बल्ल फिनिस पोइन्ट पार गऱ्यौँ है हामीले नि ओहो फिनिस गऱ्यो नि पार गऱ्यौँ 3 किलोमिटर पार गरेको अब चाहिँ हामी यहाँ लाइनबाट जाँदैछौँ यो चाहिँ 3 किलोमिटर 10 किलोमिटर यसरी लाइन रहेको रहेछ त्यहाँबाट छिर्ने होला यो के हो अलग्गै लगाइदिँदैछ त Thank you. बुढाबुढी बल्ल भेट भयो मेरो बुढो चाहिँ 10 किलोमिटर हो नि तपाईँको 10 किलोमिटर म चाहिँ 3 किलोमिटरमा 1 घन्टा हामी चाहिँ भर्खर आइपुग्यौँ मेरो बुढो चाहिँ 10 किलोमिटरमा थियो म चाहिँ 3 किलोमिटर हामी चाहिँ यहाँ आइपुगेर निम्बु पानी पिउँदैछौँ हजुर कस्तो रहेछ हलुवा चाहिँ म पनि अलिकति लिएर बसेको छु यस्तो दामी लाग्यो मिठो लाग्यो भर्खर आउँदै रहेछ अब चाहिँ हामी खुवाइपियाइ गऱ्यौँ अनि अब चाहिँ गाडी लाग्छ हाम्रो जाँदैछौँ यस्तो बेसी घाम छ 10 बजी भइसक्यो जाँदैछौँ अब मजा आयो यहाँ चाहिँ के गरेको अच्छा यो चाहिँ रिकभरी जोन रहेछ यहाँ चाहिँ हो अनि यो चाहिँ अब कहाँ 3 किलोमिटर कुदेर नि हामी त लाज हुन्छ त यो चाहिँ धेरै धेरै कुद्नेहरूलाई चाहिँ अब हो ए हेर कस्तो मजाले मसाजहरू गर्दैछ अब चाहिँ हामी निस्किँदैछौँ बाहिर दुईटा लगेछ के बनायो कस्तो कुखुरा सुन घोडा जस्तो बनाएछ तिमी खोर 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 कुदेर आएको खोर 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 अब अहिले चाहिँ घर आइपुग्यौँ यति बेसी थाकेको छ है यो चाहिँ मेरो बुढोको रोशन गुरुङको यो चाहिँ 10 किलोमिटरको यो मेरो बुढोको अनि यो चाहिँ रियानको चाहिँ यो मेरो 3 किलोमिटरको अनि मेरो पनि सेम हो
मेरो चाहिँ यहाँनिर नाम अलिकति बिग्रेछ अनि मैले आई भएको रहेछ यो पनि। अनि यो मेरो सौरवीर रन फर इन्डिया, यो चाहिँ सुशीलको हो। उसको चाहिँ यहाँनिर नाम मिस्टेक छ, प्रिन्ट मिस्टेक भएको भएर। यो चाहिँ सुशीलको। 3टा 4टा मेडल आयो हाम्रो आज।